सञ्चालकज्यूलाई, यसै कार्यक्रमका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यूहरू र हाम्रो प्रशिक्षकज्यू र यसै गरी हाम्रो विभिन्न टोल विकास संस्थाबाट पाल्नु भएका सम्पूर्ण महानुभावहरूलाई यस कार्यक्रममा स्वागत छ। म सरिता कटवाल, स्थायी ठेगाना महालक्ष्मी नगरपालिका धनकुटा। अहिले चाहिँ म यस वडा कार्यालयमा वडा सचिवको रूपमा कार्यरत छु हैन। आज हाम्रो यो बेलका नगरपालिका वडा नम्बर 3 अन्तर्गत चाहिँ हाम्रो यो टोल विकास संस्थाका पदाधिकारीहरूलाई काम कर्तव्य अधिकार सम्बन्धी एउटा अनुशिक्षण कार्यक्रम र केही हजुरहरूलाई चाहिँ यो खाताहरू वितरण कार्यक्रम चाहिँ हाम्रो यो सञ्चालन गर्न गइरहेका छौँ। अब हजुरहरूले मलाई भन्दा बेसी हजुरहरूलाई पनि पक्कै पनि थाहा होला हैन, टोल विकास संस्थाबाट हामीले कस्तो कस्तो सिफारिसहरू पठाउनुपर्छ, के गर्नुपर्छ, काम कर्तव्य अधिकारहरू हजुरहरूको के हो भन्ने बारेमा हजुरहरू सबैलाई अवगतै होला। तर पनि हामीले बीचमा चाहिँ अनुशिक्षण दिइराख्नुपर्छ, बिर्सिन पनि सक्छौँ, फेरि सम्झिँदै गर्नुपर्छ, अभ्यास गर्दै जानुपर्छ र त्यही सिकाइको क्रममा आज हामीले यो कार्यक्रम चाहिँ राखेका छौँ। हजुरहरूले आफ्नो व्यस्त समयको बावजुद पनि यहाँ उपस्थित हुनुभएको छ, त्यसप्रति हाम्रो वडा कार्यालय म सबैको तर्फबाट हजुरहरूलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। हस् त, धन्यवाद, सुस्वागत हुन्छ। सचिवज्यूलाई धन्यवाद। अब हामी सबैजना प्रमुख अतिथिज्यू सबैजना हामी आफ्नो ठाउँमा आवश्यक यो